बालेनले छापामा जितेपछि आफ्नो कान काटिदिने वचन गरेको यो दिदीको कुरा सुनौ अनि कमेन्टहरु पढौँ ल। बालेनले जित्यो भने झापामा झापामा? त्यो कान काटेर म टेकिङ हस्पिटलमा गएर टाका लाउँछु। साँच्चै हो नि? साँच्चै हो। रियल हो नि? यो भाका सुनको हामीलाई दिनुपर्छ। यो सुन पनि मैले बालेनलाई नै दिन्छु। हो? बालेन जित्यो भने? जित्यो भने केपी बाले जित्नुहुन्छ फेरि अरू कुरा भन न। केपी बाले जित्नुहुन्छ। कसरी किन भन्नुभयो त्यसरी? केपी बालेन जब काठमाडौँ राजधानी विकास गर्न नसकेर उहाँ केपीलाई हराउँछु भनेर अर्को आफ्नो ठाउँमा विकास गर्न आएर केपीको उहाँ झापामा गएर विकास गर्छ त्यसले। सुरु गरौँ। कतै आफ्नो वचन पूरा गरौँ त लु। कान काटेको भिडियोको वेटिङमा को हुनुहुन्छ? यो भिडियो आउन पर्छ है। दिदीले आफ्नो कान लिएर आउनुहुन्छ कि हामी जानुपर्ने हो उहाँको कान खोज्न? बात त सही है। दिदी त वादाको पक्का रहेछन्। होइन होला के हो कान मात्र होइन, यसलाई त नेपाल अधिराज्यभरिको